कताबाट जाने थियो? प्यारा मित्रहरू नमस्ते। धेरैजना साथीले कताबाट जाने कुन ठाउँ हो यो भनेर सोध्नु भएको छ। मैले सोचेको पनि थिएन कि नजिकको डेस्टिनेसनमा तपाईहरूले यति धेरै इन्क्वायरी गर्नुहुन्छ भनेर। म टाढाको डेस्टिनेसन जाँदा चाहिँ यति धेरै आउँदैन, किनभने टाढा जान गाह्रो पनि छ नि त। सो म ढिला नगरिकन तपाईँले सोधेका प्रश्नको फटाफट उत्तर दिइहाल्छु है। तपाईँ भ्यालीभित्र जहाँ भए पनि धुलीखेल बस पार्क जाने चाहिँ गाडी चढ्नु पर्यो। त्यसले चाहिँ धुलीखेलको बस पार्कमा ओह्राल्छ। धुलीखेल बस पार्कमा ओर्लेर लगभग 10 मिनट जति माथि गएपछि 1000 सिडी सुरु हुन्छ। यदि तपाईहरूसँग आफ्नै सवारी साधन छ भने 1000 सिडी चढ्नु परेन, गाडी बाइक माथि नै पुग्छ है। यस ठाउँलाई धुलीखेलको 1000 सिडी अथवा देवी स्थान क्षेत्र भन्छ। यो बादल हेर्न कति बजे पुग्ने? बिहानै 6 बजेदेखि 7 बजेको बीचमा यहाँ पुगिसक्नुपर्छ। तर सधैँ बादल नहुन सक्छ है, यो चाहिँ भन्न सकिन्न। सनराइज पनि एकदमै राम्रो देखिन्छ। अब यो बादल कहिले देखिन्छ, कुन दिन देखिन्छ, के छ यो चाहिँ मलाई पनि थाहा छैन। लकिली म गएको दिन चाहिँ देखिएको थियो। अलि बिहानै आइएछ। यदि तपाईँ काठमाडौँ ललितपुर कतैबाट जाँदै हुनुहुन्छ भने चाहिँ बिहान जान अलि गाह्रो होला। त्यस ठाउँ वरपर थुप्रै होटेलहरू छन्। बिदाको दिन 1 नाइट स्टे बस्ने गरी जाँदा पनि हुन्छ है। जानु होला धुलीखेल अनि मलाई मेन्सन गर्नु होला है त। बाई बाई।